हेलो साथीहरू, यहाँ हेर्नु नि कटहर कति फलेको छ, तर सबै कुहिएर झर्दो रहेछ। हेर्नु नि माथितिर पनि छ, भेटिँदैन। यो चाहिँ हाम्रो तल्लो घर, ल पुरानो घर। यस्तो चाहिँ सबै भत्किसकेको छ पहिलाको भुइँचालोले। यहाँ हेर्नु नि फोक्से चाहिँ यहाँ कम्ती फलेको छ नि फोक्से नि। यहाँ हेर्नु त है, यहाँ चाहिँ ठुलो छ। यहाँ चाहिँ त्यति फलेको रहेन, 8-10-20वटा जस्तो मात्रै रहेछ। तर यो चाहिँ मिठो छ खाना। यहाँ चाहिँ हल्दी, यो चाहिँ माइजूले रोप्नु भएको। यहाँ हेर्नु नि, मान्छे बस्दा मात्रै घर हुँदो रहेछ नि त, मान्छे नबस्दा यस्तो हुँदो रहेछ घर। सफा गर्ने कुरा आएन। यस्तो भत्किसकेको घर छ, सफा गरेर पनि के पो गर्नु र है। यहाँ हेर्नु नि दैलोहरू पाङपुङ भएको छ। यहाँ नि यस्तो छ। यहाँ हेर्नुहोस् है, यस्तो छ। यहाँ चाहिँ फुल छ। यहाँ हेर्नु न फोक्सेको बोट के हरियो छैन। त्यस्तो फलेन रहेछ यसपालि यो बोट। कति राम्रो छ हेर्नु त हो। यो चाहिँ फुल, यहाँ चाहिँ पानीको ट्याङ्की छ। यस्तो छ है साथीहरू हाम्रो तल्लो घरको। ल त साथीहरू, सबैलाई गुड मर्निङ। अब भरे आफ्टरनुनको पोस्टमा भेटौँला। ल त सबैलाई गुड मर्निङ।